काठमाडौँ स्थित बङ्गलादेशी दूतावासले आफ्नो 55औं स्वतन्त्रता तथा राष्ट्रिय दिवसको अवसरमा एक भव्य समारोह आयोजना गरेको छ। उक्त विशेष समारोहमा नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव मुख्य अतिथिको रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नेपालमा रहेका विभिन्न देशका राजदूत, कूटनीतिक नियोगका प्रमुख, मन्त्री, राजनीतिक नेता, सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र बङ्गलादेशी समुदायको बाक्लो उपस्थिति रहेको थियो। समारोहलाई सम्बोधन गर्दै नेपालका लागि बङ्गलादेशी राजदूत मोहम्मद सफिकुर रहमानले बङ्गलादेशको 9 महिना लामो मुक्ति सङ्ग्राममा प्राण उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। बङ्गलादेशको स्वतन्त्रता युद्धका क्रममा नेपाल सरकार र नेपाली जनताले पुर्याएको नैतिक तथा भौतिक सहयोगको स्मरण गर्दै प्रशंसा गर्नुभयो। राजदूत रहमानले नेपालमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारलाई बधाई दिँदै कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ लिने विश्वास व्यक्त गर्नुभयो। समारोहको बीचमा उपराष्ट्रपति यादव र राजदूत रहमानले संयुक्त रूपमा वार्षिकोत्सवको केक काटेर समारोहलाई थप हौसलापूर्ण बनाइएको थियो। सो अवसरमा उपराष्ट्रपति र राजदूतबीच द्विपक्षीय हितका विषयमा छुट्टै संक्षिप्त कुराकानी समेत भएको थियो।